ल साथी हो सबैजनालाई गुड मर्निङ। फेरि पनि सानो भ्लगमा आएको छु। आज चाहिँ मेरो सानो छोरीको बर्थडे हो, जन्मदिन। यता अङ्कलहरू बस्नु भएको छ। यता चाहिँ आज मेरो छोरीको चाहिँ जन्मदिन परेको छ। छोरीले चाहिँ के गरेछ हेर्छु है। अहिलेसम्म सुतेर बसेकी थिइन्। जन्मदिन परेको दिन चाहिँ मेरो छोरी चाहिँ अहिलेसम्म सुतेर बसिरहेछन्। ल हेर, पश्चिम र पूर्व भएर सुतिछन् है यिनी त। सानो अरू बेला झन् अलिक छिटो उठ्ने मान्छे, आज जन्मदिनमा झैँ सुतेको सुतेछन् त यिनी त। जन्मदिन सानो ह्याप्पी बर्थडे। खै उठेको आज? ल हेर, कता गएको फेरि? आज त मेरो सानोको बर्थडे। ह्याप्पी बर्थडे टु यु। मेरो छोरीलाई सधैँ आशीर्वाद, ज्ञानी हुनु, धेरै पढ्नु। हाम्रो मुटुली यस्तरी सुतिछन् है साथी हो। आज जन्मदिनमा पनि अहिलेसम्म सुतिरहेछन्। ल हेर्दै गर्नु होला साथी हो। आज चाहिँ सानो प्रोग्राम पनि हुनेछ घरमा। साथीहरूसँगै बोलाएकी छन् सबैलाई फ्यामिलीले। ल म देखाउने छु। ह्याप्पी बर्थडे सानो। ए थ्याङ्क यू। ल थ्याङ्क यू चाहिँ भनिन् मेरो छोरीले उठेर। ल अब उठ्नुपर्छ सानो। त्यहाँबाट हातमुख धोएर आज नयाँ नाना लगाएर टिक्का लगाउने डेडीको मम्मीको होइन। ल उठ है। ल साथी हो, छोरी चाहिँ 8 वर्ष पुगेर 9 वर्षमा लागेकी छ। ल फेरि पनि अर्को सानो ब्लगमा भेटौँला। आज बेलुका प्रोग्राम छ, त्यो प्रोग्रामको हल्का सानो भिडियो बनाउने छु साथी हो। ल हस् त, बाई बाई।